गुड मर्निङ गाइज। आज हामी कान्तिपुर रिबन्सबाट आयोजित गो ग्रिनर भन्ने म्याराथन रहेछ। गो ग्रिनरवाला म्याराथनमा चाहिँ हामी राइडर्स क्लब नेपालबाट पनि ग्रिन मुभमेन्टलाई चाहिँ हामीले सपोर्ट गर्नुपर्छ, ग्रिनर इन्भाइरोमेन्ट हुनुपर्छ भन्ने हाम्रो सोचाइका साथ हामी पनि यो प्रोग्राम चाहिँ पार्टिसिपेट गरौँ भन्ने हिसाबमा चाहिँ प्लान बनाइसकेका छौँ। र म अब सिधै यो थापाथलीबाट स्टार्ट हुने प्रोग्रामको लागि चाहिँ सिधै जाँदैछु र बिचमा रविलाई पिकअप गरेर जान्छु। उताबाट सचिन्द्र आउँदैछ। गो ग्रिनर मुभमेन्टहरू चाहिँ हामीले अझै बढी गर्नुपर्छ। लास्ट टाइम हामीले ट्री प्लान्टेसन गरेको थियौँ। बाटो त सबै पिच भइसकेछ, स्मुथ भएछ यार। चोक आइसकेको छु। जानकारीको लागि दिनुपर्दाखेरि विगतको 25-30 वर्षमा हाम्रो अर्थको चाहिँ टेम्परेचर 2 देखि 3 डिग्री सेल्सियसले चाहिँ बढिसकेको छ र 2 देखि 3 डिग्रीले टेम्परेचर बढ्दाखेरि चाहिँ समुद्र सतहबाट पानीको मात्रा पनि त्यहाँ अत्याधिक रूपमा बढेको छ र ग्लेसियरहरू पग्लिँदैछ। त्यसको स्वयं एक्जाम्पलमा चाहिँ हाम्रो हिमालहरूमा अहिले हामी हिउँ पहिलाको जस्तो देख्न सक्दैनौँ। 2-3 डिग्रीले चाहिँ टेम्परेचर बढ्दा पनि यति धेरै प्रभावित पार्दो रहेछ यो वाइल्ड लाइफ सबै क्षेत्रमा। झन्डै झन्डै हाम्रो चाहिँ 40% यो चराचुरुङ्गी जनावरहरू जङ्गलमा बस्छन्, उनीहरूलाई चाहिँ प्रत्यक्ष रूपमा चाहिँ असर गरेको पाइयो। यति धेरै हामीले चाहिँ यो वातावरणलाई चाहिँ इग्नोर गरेको छौँ कि यसले हामीलाई भविष्यमा केही न केही ठुलो रूपमा चाहिँ क्षति पुर्याइ नै रहेको हुन्छ। जस्तै असीमित मात्रामा पानी पर्ने र उत्तिकै बाढी पहिरोको जोखिम पनि रहने र यो जलवायु परिवर्तनको लागि चाहिँ यस्तो कार्यक्रमहरू चाहिँ हामीले अलवेज सपोर्ट गर्नुपर्छ गो ग्रिनर मुभमेन्टलाई। अहिले हामी 37%मा चाहिँ हाम्रो जङ्गलको मात्रा छ र 2030सम्म 45% भूभाग चाहिँ जङ्गली भूभागले चाहिँ ढाकिने गरेर संरक्षण गर्ने भन्ने हिसाबमा चाहिँ नेपाल सरकारको टार्गेट पनि रहेको छ। र यस्तो प्रदूषित वातावरणमा चाहिँ हामी उब्जिरहेको छौँ, हामी दिनौँ सास फेरिरहेको छौँ। यसले भविष्यमा कुनै न कुनै रोगहरू, कुनै न कुनै चाहिँ समस्याहरू हामीलाई निम्ताउने छ। जुनचाटाको सालिकमा आइसकेको छु र रवि नेतै कतै बस्छु भनिरहेको थियो। पार्टी चोक त यही होइन त, पार्टी चोक पनि आइयो तर रविन भेटिएन। ओहो रविन के छ? कोही दिन नम्बर त लिएर नै बिर्सेछ, घर जानुपर्ने भयो फेरि। त्यो छिटो जाउँ। त्रिपुरसहरू आइसकेका छौँ र म्याराथन अब 5 मिनटमै सुरु हुनेवालामा छ। यताबाट हामी कट हान्यौँ। सचिन्द्रहरू कहाँ आइपुग्यो? सचिन्द्र 5 मिनट। गाइज हामी म्याराथनको लागि चाहिँ आइसकेका छौँ। सबजना रेडी भइसकेका छन् यहाँ। यहाँबाट दौडिनुपर्छ। रविन, गो ग्रिनर मुभमेन्टलाई चाहिँ कसरी उयो गर्छौ, केही भनिदेऊ यसको बारेमा। म त एकदम तपाईँभन्दा एक्साइटेड छु त आज। वर्ष नै जलवायु परिवर्तन भइरहेको छ, यसको लागि तपाईँले के भनिदिनुहुन्छ? भेरी गुड। एउटा मात्र हेलो, यता हाम्रो दाइ हुनुहुन्छ। गर्नको लागि सबैजना आइदिनु भएको छ। शुभारम्भ हुनै लागेको यहाँहरूलाई जानकारी गराउँछु। Right, let's go.
Let's go. सिभिल हस्पिटलबाट टर्न मारेर अब हामी फेरि जहाँबाट सुरु गरेको त्यहीँ जाँदैछौँ एन्ड इट्स अल अबाउट फर द ग्रिनर टुमोरो लेट्स प्लान्ट द ट्रिज सेभ द नेचर लेट्स गो इको मैले मेरो ल्याब पुरा गरेँ अब केटाहरू आउँदैछ यस यस वी डिड इट तपाईँहरू यस्तो इभेन्ट अर्गनाइज गरेर अर्को छाती साथी फोडिदिनु लाग्ने अनि हामीलाई जाउँ रे भर्खर आएर जाउँ जान्यो कहाँ जाने जान्यो अहिले अब आज म सक्दिनँ ल यार ल कस्तो रमाइलो अरे भ्लग आउँछ त्यसमा भ्लग आउँछ हेर्नु मजाले ल ग्रो ग्रिनर भनेर जानु न यार गएपछि तपाईँ पनि भनिदिनु त खै केटाहरू खै कङ्ग्रेचुलेसन वी डिड इट होइन गो ग्रिनर मुभमेन्ट आज हामीले कम्प्लिट गरिसकेका छौँ र ओभरअल दौडिन सकियो त सक्यो अलिअलि हिँड्नु पऱ्यो दौडिन सकियो हामीले आर्ट गरेर नै आज फर्स्ट टाइम फर्स्ट टाइमै भए पनि हाम्रो एटेम्प चाहिँ सक्सेसफुलै भयो होइन हाम्रो भिडियो जसले हेर्छ ग्रिनर इन्भाइरोमेन्ट सेभ नेचरवाला क्याम्पेन चाहिँ प्रमोट गर्नुपर्छ भन्ने नै मेसेज देला कि नदेला त आजको अहिले आएर कस्तो रिफ्रेस भयो अहिले त्यस्तो थकाइसकेको फिल भएको छैन अझै दौडिन सक्छ जस्तो फिल आइरहेको फिल लास्ट फिनिसिङ लाइनमा पार्टिसिपेट गरेर रेस कम्प्लिट गरिसक्नु भएको छ इनफ्याक्ट रन भनौँ रेस पनि नभनौँ बिकज वी गोइङ टु सेलिब्रेट दिस मोमेन्ट मेक अ मेमोरी एन्ड टेक इनिसिएटिभ फर अ बेटर टुमोरो सचिन्द्र पनि एकदम थाकिसकेको छ थाकेको छैन 5 मिनेटको म्याराथन अझै गर्न सक्छ थ्याङ्क यू सो मच इट वाज राइडर्स एटिट्युड खै बसेर होइन उठेर एटिट्युड लेट्स गो हामी हाम्रो प्रोग्राम सिधाएर जाँदैछौँ सचिन्द्र ओके भइसकेको छ एन्ड गो ग्रिनर मुभमेन्टको लागि चाहिँ सबैजनाको पार्टिसिपेसन भएकोमा चाहिँ म एकदम खुसी छु वी वर्क एज अ टिम वी रन एज अ टिम यस र अब भोलिको ग्रिनरको लागि चाहिँ सबै युथहरूलाई पनि हामी यही आजको ब्लगबाट चाहिँ मेसेज दिन चाहन्छौँ लेट्स गो ग्रिन